पेआउट सेटअप गर्दाखेरि तपाईले आफ्नो फ्यामिलीको आफ्नो साथीभाइको अथवा आफ्नो रिलेटिभको या कसैको पनि ब्याङ्क एकाउन्ट हाल्न मिल्छ या मिल्दैन भनेर एकजनाले मलाई यहाँ कमेन्ट पनि गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद कमेन्ट गरिदिनु भएकोमा। र ध्यानले सुन्नुहोस् होला सबैजनाको लागि है यो चाहिँ है एक दिन तपाईँले ब्याङ्क एकाउन्ट सेटअप गर्नुपर्छै पर्छ। त्यति बेला ध्यानले सुन्नुहोस् होला। तपाईहरुको जतिजनाको पनि फेसबुकमा नाम जे छ सो त्यसलाई मतलब नगर्नुहोस् हैन। तपाईहरुको एकाउन्ट नम्बर जुन चाहिँ छ नि त्यो चाहिँ जसको पनि हाल्दा हुन्छ, जसको पनि हाल्दा हुन्छ र सठिक हाल्नुस् होला साथीहरु, सठिक हाल्नुस् होला है। सबै कुरो राइट 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 हाल्नुस् होला। र ब्याङ्क चाहिँ तपाईहरुको सक्दो गभर्नमेन्ट ब्याङ्क भए राम्रो हुन्छ है। गभर्नमेन्ट ब्याङ्कै हाल्नुस् होला। ल त यो भिडियो हजुरलाई कस्तो लाग्यो कमेन्टमा लेख्नुहोस्। अनि या लाइकको बटन छ, लाइक गर्दा चाहिँ कन्जुस नगरी लाइक गरिदिनुहोस्। अनि भिडियोलाई सेयर गरिदिनुहोस् होला। नयाँ हुनुहुन्छ भने मलाई फलो गरेर राख्नुहोस्।